So hey guys, namaste and welcome back to my channel K Vibes मा guys आज चाहिँ म रियाक्ट गर्न जाँदैछु हाम्रो 101 101 भाइन्सको भिडियोजमा हैन भिडियोमा चाहिँ धेरै नै मन पर्छ उहाँको भिडियोहरु हैन र आज चाहिँ म उहाँकै एउटा भिडियोमा नयाँ भिडियो आएको छ 2 weeks अगो हैन यो भिडियो आएको रहेछ र आज चाहिँ म के रे यो भिडियोमा रियाक्ट गर्न जाँदैछु हैन के कस्तो हुन्छ हैन आई होप यो भिडियो पनि उहाँको राम्रो नै हुनेछ र एकदमै बबाल भिडियोजहरु बनाउनुहुन्छ है उहाँले चाहिँ र गाइज त्यति भन्दै लेट्स वाच इट टुगेदर है ओके काठमाडौँ सिटी काठमाडौँ शहर है बबाल एक्टिङ गर्छ यार केटाहरूले कसम यार मलाई चाहिँ मनपर्छ एक्ट पनि मनपर्छ स्क्रिप्ट पनि हुन्छ नि धेरै नै राम्रो लाग्छ मलाई कुर्न त परेन होला हैन मन साथी अब बिजनेस हो हेर न अब टाइम नै हुँदैन अब बिजनेसको बारेमा अब तिमीलाई के भन्नु तिमीलाई थाहा छँदैछ नि हैन हैन म नि भर्खर 2 मिनेट भयो आएको ठिक छ बिजी त हुनु परिहाल्यो नि बिजी नभएको त काठमाडौँ 2 दिन घर त कहाँ हुन्छ त त्यही त जोस हिजो हेरेको तिम्रो घर चाहिँ बबालै रहेछ के त्यसो नभएको भने एउटा स्विमिङ पुल मात्र हो मेरोमा छ के म कुनै दिन भिक्टकको कि स्योर Excuse me, sir. हजुरहरूलाई के अर्डर गर्नु सर? मलाई अमेरिकन गर्देऊ तिमी के खान्छौ म कफी हजुर कस्तो कफी हो सर? दुध हालेको दुध हालेको हजुरले लाटे भन्नुभएको सर? एक्ज्याक्टली त्यही एउटा क्रोसन पनि गर्देऊ है थ्याङ्क यू सर। के हो धेरै काम छ कि क्या हो स्ट्रेस आउट देख्छु त म तिमीलाई हल्का अब हेर न काम नै यस्तै छ मैले चाहिँ अमेरिकन नै भनेको क्या हिजो राति क्लब गएको थिएँ रातभरि पार्टी गर्दा टाउको लास्ट ह्याङओभर भइरहेछ क्या ए साँच्ची तिमीलाई चाहिँ कुन क्लब मनपर्छ मलाई रियल मटिट क्लब अच्छा अच्छा तिमी लास्ट फोनी मान्छे हो क्या तिम्रो सेन्स अफ ह्युमर त दामी छ क्या ए त्यस्तो क्लब भनेको त्यो क्लबमा त म एलओडी नै गइरहन्छु लाइक म एलओडी नै गइरहन्छु त्योभन्दा अरू त त्यस्तो खासै त जाँदैन एलओडी नै हो यार अब मेरो लाइफस्टाइल त तिमीलाई भनेर नपाला तिमीले सबै देखेको छँदैछौ होइन लाइक स्ट्यान्डर्ड नै हो क्या मेरो अब हुन्छ नि लाउनेदेखि लिएर खानेसम्म सबै स्ट्यान्डर्ड नै हुन्छ क्या चोपेर खाइदिएको क्रोस तर ब्रो स्ट्रेसमा हो क्या आदत हो होइन ए अँ त है कत्रै हो ल आमा म हिँडे ढिलो अब तिमीलाई काम फोन गर्छु रामेले फेरि फोनै उठायो कमलीले फोन गर्यो हेलो कमली म हिँड्नलाई यहाँबाट म अब भोलि भेट्छु तँलाई भोलि बेलुकातिर आइपुग्छु होला दिउँसो काम खोज्छु भोलि अनि बेलुकातिर भेट्छु तँलाई है ल ल ल ल आमा म हिँडेँ त्यहाँ माइलाको त्यो 85-26मा सुट लगाइसक्यो माथि भन्ज्याङ आइपुग्यो ल म हिँडेँ हेर न म त फ्रस्ट्रेट भइसक्यो बिजनेस देखेर न टाइम छ रिक्स मात्र क्या बरु जबै ठिक हुन्थ्यो कि क्या हो मलाई त वाक्क लागिसक्यो बरु तिम्रो बिजनेसमा केही छ भने देऊ न मलाई मजाक बरु मलाई देऊ न कि जब सब खाली छ नयाँ नयाँ बाइकहरू ल्याएर आउँछ गाडीहरू ल्याएर आउँछ के छ तिम्रो कलेक्सन के छ सिआरएफ ल्याएको थिएँ आज गाडी छ मसँग घर बुलेट पनि छ मसँग धेरै लट अफ कलेक्सन छ तिम्रोमा के छ मैले तिमीलाई अस्ति देखाएको थिएँ नि त्यो कार त्यो भइहाल्यो त्यो घरमा त्यो बाइकको 2टा घरमा चाहिँ मेरो लाइक भिन्टेज कारहरू छ मलाई जस्तो लाग्दैछ केटाहरूले बिग टकै दिँदैछ है हावा के गफ न अब त्यही घरमा भएको गाडी पनि अब पापाले लिएर गइसिन्छ होइन अनि त्यही भएर म चाहिँ यतिकै पठाऊ भनेर हिँडेर हुन्छ क्या लाइक हुन्छ नि आफू चलाउनु झ्याउ लाग्छ कि लाइक ड्राइभर हो र भने त्यही त अब टाइम नै हुँदैन कहाँ गाडी चलाएर बस्नु ए साँच्ची बिल चाहिँ म तिर्छु है होइन म तिर्छु होइन हुन्छ तिर नि त हुन्छ म तिरिहाल्छु मेरो एउटा सानो मिटिङ छ म निस्किहाल्नु पर्ने छ त्यो पनि निस्किने होला नि त अब बेलुकातिर भेटौँ नि त है ए हुन्छ म पनि अब निस्किहालेँ म पनि लेट भइरहेको छु म निस्किन्छु हस् गाडीमै गर्छ होइन जग्गा हो ए छाला लाग्छ भयो ए भाइ पलाट लिनु पलाट कहाँ छाला लाग्छ भयो भाइ काठमाडौँ कतिखेर पुग्छ भने 6 घन्टा पुग्छ भाइ 6 घन्टा ए एक दिनमा पुऱ्याउँछु म त्यसो
यो गीत के बजायो झिम सानो ब्रदरको झिमझिम सानो चाहिँ फेभरेट रहेछ क्या मेकअप अमेरिकन खाँदैछ त दाल त थाहा भएछ बुढोलाई खतरा बुलेट लिएर आएछ त ऊ गरेको छैन उसले छैन नि यार रिसिभ गरेको रिजेक्ट भनेको हौ जमानादेखि त आएको भन्थ्यो त यार ब्रो तिमीलाई त भाउ नै दिँदैन रहेछ त अस्ति इभेन्टमा भेटेको थियो क्या आँखा जुतिरहेको थियो क्या हाम्रो आई थिङ्क सिलेक्सन क्या ब्रो तिमी त बिजनेसम्यान हो नि यार अरू पाइहाल्छौ नि तिमीले होइन यार मेरो लाइक टाइप नै यस्तो हो क्या मलाई भ्याडी केटीहरू। मनपर्छ क्या नभए त अरू त कति पाउँछ नि भन्छ नि साथी मन परेको जुत्ता पो जुत्ता नभए खाली खुट्टै ठिक छ क्या ब्रो पक्का हो त्यो केटीले मलाई हेर्छ क्या ब्रो तिमी त कालो छौ क्या कालो भएर के भएर केटीहरूलाई हाइट चाहिन्छ क्या त्यस्तो यस्तो भाइ जस्तो हाइट तल्लो छ यार सरी यार ल यार आम्मा कन्फिडेन्स हो हाई भोलि तिम्रो बर्थडे रहेछ होइन कहीँ जाउँ न बाहिर अफ रोड मसँग सिआरएफ छ I don't like this shit. नो वरिज आई डु हेभ अ बुलेट टु वी क्यान गो अन हाइवे राइड Sorry, I don't like the sound. आई थिङ्क उसलाई बाइक मन पर्दैन ब्रो यार उसलाई कार मनपर्छ क्या लेट्स ह्याङ आउट लेट्स गो अन अ डेट अच्छा ब्लाडी Sorry, I'm lactose intolerant. मलाई दुध खानु हुँदैन. मैले What? मेरो मिटिङ छ गएको म. मै त हुन्छ नि यार के भएर त्यही बस्नु त हो नि आज नमान्ला भोलि नमान्ला एक न एक दिन त मानिहाल्छ नि मान्छ ब्रो मान्छ तर मसँग कन्फिडेन्ट फर्सी चाहिँ आफ्नै बोकेर आएको छ यार बुढोले यार गाडी हेर गाडी मैले लागेको गाडी त हजारवटा त्यहाँ काठमाडौँ त हो मलाई पनि एकपल्ट चाहिँ काठमाडौँ चाहिँ जाने इच्छा छ होइन मेरो एउटा बकेट लिस्टमा होइन काठमाडौँ होइन मनाङ मुस्ताङ होइन पोखरा सबै ठाउँ जाने उयो छ क्या के भन्छ अब त्यसलाई ड्रिम होइन खतरा खतरा भएर काठमाडौँमा जस्ता घर त एउटै देख्दैन राम फेरि फोनै उठाउँदैन कत्रो महले पहिला वीरेन्द्रको यो महल कत्रो महल हो पक्कै हो पानी कहाँको मूलको पानी कुवा पानी यसो कति रुपियाँ 30 हाम्रो गाउँमा पानी खाइ नसकिन्छ महँगो भयो अरे 30 रुपियाँ लाउन जाडा कटुलाएर हिँडेर त्यहाँ जाडा यिनीहरू तिग्रानो घैँडाको थाला हो क्या एउटा हेलो रामे घर थाहा छ रामेको रामे बुझेन क्या $1 वन्डर यु क्यान $1 कस्तो मान्छे रहेछ कत्रो अग्लो यार लगिन मलाई ए काठमाडौँ कति राम्रो मान्छे कस्तो मनकारी मान्छे जाउँ दाइ कुन ठाउँ जानुपर्छ म ऊ रामे घर लाग्छ नि 500 रुपियाँ लाग्छ है 500 सुन्नु न दाइ 500 रुपियाँ पैसा छैन मसँग गाउँबाट ल्याए मोइस एकदम लोकल अनि त्यसपछि मकै घटमा अम्मा नि त त्यो खुवाउँछ हुँदैन कस्तो मान्छे कति सिधा मान्छे है बोलाउँछ पनि फेरि कराउँछ नि पैसा नि माग्छ रामेले फोन तर कतिजना हुन्छ नि गाउँबाट फर्स्ट जाने मान्छेहरू होइन धेरै नै सिधा हुन्छ धेरै नै उसले यो सोच्छ कि म पनि त्यस्तो थिएँ होइन कि कस्तो के सोच्छ भन्दाखेरि सबै मान्छे म जस्तै होला होइन म जस्तै राम्रै होला सबैले हेल्प गर्ने होइन सपोर्ट गर्ने होइन भनेर सोच्छ तर हुन्छ नि आफ्नो घरदेखि गाउँदेखि होइन बाहिर निस्केपछि सहर गएपछि रियल वर्ल्ड के हो होइन संसार के हो चिनिन्छ कि र एकपल्ट चाहिँ घरदेखि बाहिर चाहिँ निक्लिनै पर्छ होइन केटा होस् चाहे केटी मान्छे होइन उठाएर हो कि कहाँ छ रामे सरी ब्रो त्यो उयो घरको अगाडिको दुईटा घर छ नि उयो घर कुन चाहिँ उयो घर भन्ने सोचिरहेको छु मेरो बिजनेस अलिकति त्यो चाहिँ मैले पहिला गरिसकेँ क्या एक्चुली हुन्छ नि त्यस्तो टाइपको भयो क्या रियली ब्रो कति कल गरेको यसले यो आयो भने त मेरो पर्दाफास नै हुन्छ हेलो ओ रामे
म काठमाडौँ आइसु ए साथी म यता झम्सिकेलतिर छु यार आज जोरपाटीको मौसम बवाल छ के जरपाडी ए जोर पार्टी ल म आएँ ल म गाडी चढाउँछु ल हेलो हेलो यसो गर गाउँबाट साथी आएछ यहाँ अलि हल्ला हल्ला भयो होइन अलि भित्रतिर गएर आनन्द गफसप गरेर बस्नु है होइन यो काठमाडौँ घर बाहेक के हुन्न कि यसो हग्नु भने एउटा बारीको बाटो पनि छैन यो खाली रामी नि कहाँ हो फोन पनि उठाउँदैन कुना कुना खोइसक्यो कहाँ गयो गो अरे 4 करोड लगानी गरेँ नि ब्रो मैले त्यत्रो है बिजनेस भनेको त त्यस्तै हो नि ब्रो ल उ त हेर न कस्तो पाखे मान्छे हो यार यो त त्यसको साथी आएछ रामी होइन रामी त यहीँ पुरो छ ओए ठिक्क आइपुगेछ रामे यो पठाइदिएको के कुरा गरे भने को हो त यार म चिन्दिनँ यार लु के भन्छ यो हामी एउटा गएको मान्छे होइन बच्चादेखि साथी होइन बिर्सिस क्या ओए रामी पर्छ ब्रो उसको त झम्सिकेलमा 3टा घर छ छ 3-4वटा घर उहाँ गाउँमा टिनको छापाहरूलाई घर छ काठमाडौँ एक कोठा लिएर बस्यो भन्छ नि रामी ब्रोलाई के कुरा गरिरहेको यो मान्छेले यार कमाउ लाइक गाउँ भन्ने गाउँ कपाल चाहिँ तर हत्रै रहेछ यार साथीको प्यारेन्ट्सहरू अब गाउँ छ पनि भने त्यो थाहा पनि छैन कि लाइक त्यस्तो हो क्या के भन्छ यो अस्ति 10 मा त टिका लाउनु आएन गाउँ मैले लागि हेलाउनु बसमा मैले नै होइन माथि बाटोसम्म हेलम्बु वाट हेलम्बु ब्रो उसको आफ्नै 3-4वटा आफ्नै गाडी छ उसको ड्याडी डक्टर हो डाक्टर रे बाउले यहाँ भैँसी बेचेर पढ्न पठाइले यहाँ काठमाडौँमा बाउ यहाँ खेत जोत्ने छोरो यहाँ गफ जोतिर ब्रो तिमी झुकेछौ हिज नेम इज रेमन है आई मिन उसको नाम चाहिँ रेमन हो है रामचन्द्र छोरो रेमन आई थिङ्क मैले उसलाई चिनेँ आन्टीलाई कस्तो छ ठिकै छ ऊ लाइक यस्तो रहेछ क्या म जमानामा हो नि त अनि त्यही भएर जमानामा उसको प्यारेन्ट्सहरूले चाहिँ कुरा गरिरहनु भएको थियो पहिला अनि अब त्यो बेला त हाम्रो प्रगति फस्यो त केटा त अन्त डिफ्रेन्ट नि त उसले अब केही पनि थाहा छैन क्या हाम्रो बारेमा त्यही भएर उसलाई अलिकति डिफिकल्टी भयो क्या आमाहरूले चाहिँ कुरा गरेर हुन्थ्यो ठिकै छ ऊ अब आज मसँगै बस्छ त्यस्तो अब अप्ठ्यारो नमान है तिमी चाहिँ है होइन ठिक छ म त ऊ झुक्यो भनेर सोचिरहेको क्या अब ऊ त बिजनेसम्यान हो नि त उसको 2-3टा घरै छ अब म अस्ति एउटा घरमा गएको थिएँ कस्तो दामी छ क्या ल हेर न हेलो दिस इज रेमन हाउस एन्ड सबै ब्लग पनि बनाएको रहेछ वाउ बबाल रहेछ वाउ टिभी अलिक सानो रहेछ त्यही पनि मेरो अलिक ठुलो छ त्यही ठिकै छ दिस इज प्रोभाइड किचन वाउ डाइनिङहरू पनि ठिकै छ अलिक सानो रहेछ ठिकै छ ठिकै छ घर त ठिकै छ राम्रो छ महल हो नि होइन त्यही मेरो क्रिप्टोमा अलिकति आएको थियो अनि एउटा घर लिइदिइहालेँ क्या मैले त्यही मलाई त्यो कुरा त थाहा छैन ब्रो भोक लाग्यो जस्तो भयो कहीँ जाउँ त खाजा खान हुन्छ उसँग बुलेट पनि छ बुलेटमा जाउँ ट्रिपल रोड जाउँ त्यही त अलिक फोन आयो भने फेरि निस्किनु पर्ने हुन्छ आन्द्रै पठाइसकेको भयो कस्तो ठाउँ हो बुट्टै बुट्टा झ्यालै यार मलाई कस्तो रहेछ ओ रिसेन्टली तिमी के हेर्दैछौ म रिसेन्टली त अहिले स्ट्रेन्जर थिङ्स हेर्दैछु तिमी के हेर्दैछौ म त वान पिस हेर्दैछु यार तिमी के हेर्छौ ए म त गाई भैँसी हेर्छु अहिले बारतिरबाट बाख्रा छ त्यो ए गाई भैँसी भने ज्यादा यहाँ आमाले मै पठाएको थियो गाउँको मान्छे होइन यस्तै हो नि होइन के को खान्छ यो राम्रो हुन्छ नि अब माइन्ड नगर है प्लिज माइन्ड नगर अब यस्तै छ क्या हुन्छ म पनि गाउँकै मान्छे मैले त उयो गरेको होइन गाउँको मान्छे भनेर है जान्छु डोन्ट माइन्ड तिम्रो गाउँमा क्लब छ ए क्लब छ त हाम्रो जनशक्ति युवा क्लब छ अस्ति बन्द भयो कस्तो रमाइलो थियो माथि जान कस्तो राम्रो लिमिट के खान्छौ म पिज्जा खान्छु तिमी के खान्छौ भन त म स्प्रेड खान्छु तिमी के खान्छौ ब्रो ए मलाई त यही छ नि मकै भुटेर पठाएको थिएँ गाउँबाट मकै छ ए साँच्ची ऊ बिहाउँदै छ बिगौती मेरो गाई बिहा थियो क्या ल यो टिका लाएर खाऊ है टिका लाएर। बिगौती यस्तो मिठो कम आउन यार लाइक यस्तो पाखे बिहान चाहिँ के लाइक आम रियली सरी है लाइक बिरयानी खान्छ यसले दाइ यसलाई बिरयानी गरिदिनु त्यसलाई के हो बिरयानी ब्रो बिरयानी भनेको थाहा छैन गाउँमा अहिलेसम्म बिरयानी पनि पुगेको छैन कम आउन लाइक यार बिरयानी भनेको चाउमिन जस्तो हुन्छ कि त्यो उसलाई पनि थाहा छैन मिट हुन्छ नि राइस र मिट आम रियली सरी राइस र मिट मासु र भात हो कि खासमा ए त्यसमा त थप खाना त ल्याइदिएको गर्ने कस्तो भोग लाग्यो गाउँबाट के आएन अनि त्यो डल्ले खोर्सानी खोर्सानी क्याराप्प चोपेर खानु मजा आउँछ डल्ले खोर्सानी त गाइस होइन चाहियो पछि भेट्छु नि ए हुन्छ स्योर मगा बिरयानी पेट दुख्छ क्या त्यस्तो खानु न बिरयानी क्या मगा पेट दुख्छ भने त के खान्थ्यो होइन अनि तैँले त यत्रो प्रगति गर्छ है हामी गाउँमा किन्नु भने त आमाउलाई केही थाहा छैन उहाँ त तँ आज तेरो घर लिएर जानु मलाई त्यत्रो मल जस्तो घर छ लिएर जानु हुन्छ ल केही छैन आज बस्न भोलि जानु अनि है
म जाहिर खोज्दैछु जाहिर पाएँ भने त म अन्तै गइहाल्छु नत्र म काहीँ गएर बस्छु आज चाहिँ लिएर जान्थ्यो होला मलाई ल हेर आइज यही हो यो म थाहा थियो कि यस्तो हुन्छ भनेर ए हो र त म अलै र त कति न म अल्छ भन्दैछु यही हो मेरो त्यो घर रेनोभेसन भइरहेको छ क्या त्यहाँ मर्मत हुँदैछ क्या त्यही भएर म अहिले यहाँ सरेको छु क्या त्यो बाहेकको 2टा घर मेरो अब रेन्टमा छ तर के भन्नु अब रेन्टमा उठाउनु मिलेन अनि त्यही भएर मैले यहाँ आएर सरेको छु क्या त्यही भएर त अब अप्ठ्यारो नमान्न म त लग्छु त्यो घर के भन्नु तर चिन्ता नगर्नु बस अहिले यहीँ छ होइन अनि के छ त अब कहिले जाने त अब कहिले सर्ने आउन पाएन जा कि जा भन्दो रहेछ बिचरा पैसा कमाएर धनी भएन गाउँ साथले हेर्दो अब पख न अब भोलि काम खोज्न जान्छु अब काम पाएँ भने त अन्त्यतिर बसिहाल्छु न त त्यहाँ काका काकी छन् रे क्या त्यहाँ आएर बसौँला एक काम भन्छ यादा तेरो त व्यापार बिजनेसको गजब छ अरे त्यो के गर्छ चाहिँ राम ए मेरो चाहिँ हस्पिटालिटी सेक्टरको छ क्या त बुझ्दैनस् होला त्यो बिग क्लिनिङ जस्तो टाइपको कम्पनी हो क्या के हो र क्लिनिक भाइ अब यस्तो यो चाहिँ बाहिरको कम्पनी हो क्या फेरि म चाहिँ अनलाइन बसेर गर्नुपर्ने हुन्छ म्यानेजर हो क्या त्यहाँको त्यो अनलाइन बसेर त गर्ने भने त फेरि त्यो उहाँ बाहिर विदेश यो बिग टकै हो गाह्रो छ होइन त खोज्न न त पाइहाल्छ नि है खोज ल सुत अहिले सुत है ल यो एउटा खाटो भित्तापट्टि म सुत्छु त छेउपट्टि सुत्नु त्यस्तो अप्ठ्यारो नमान केही पनि त्यस्तो म त्यस्तो गरिब होला सोचे होला होइन मेरो लाइफस्टाइल तँलाई देखाउँछु म कुनै दिन मेरो त खानदेखि लाउनेसम्म सब धनीको हुन्छ क्या 5 स्टारको हुन्छ मेरो साँच्चै यार खतरा हो यार देखाउँछु कुनै दिन म टक्कलहरू तल क्लब सब देखाउँछु यताउता दाइले कुन चाहिँ रक्सी खाँदो रहेछ चुरोट मेरो फेरि रक्सी चुरोट त बाहिर ब्रान्डेड आउने हो क्या त देखाउँछु म कुनै दिन रक्सी चुरोट त के हो यहाँ बिडी अब त्यो अब अलिअलि बिडी त पनि खान्न बेडी खाने ल म सुतेँ म भित्र सुत्छु अब त कुन बिहा सुत्नु छु है त मेरो 5 बजे बिहान बिजनेस गर्न जान्छ मेरो के चाहिँ सोच्यो कि उसले नै सिगरेट खाँदैछ कत्रो जान्थ्यो त अन्त कमैलाई फोन गर्नु पर्यो हेलो कमली म आज यहाँ रामेगाउँ बसेछु अब म तँलाई भोलि भेट्न आउँछु है परको त गर्लफ्रेन्ड पनि अलरेडी गर्लफ्रेन्ड पनि रहेछ काठमाडौँमा पनि दिन्छ कति बजी कुन्नी कति हो नदेखा ल भोलि आउँछु म भेट्नु भेट्नु है म तँलाई फोन गर्छु नि ल राखिदिए ल ल सुत सुत ल ल बिहानै उठेर गइसकेछ मेहन्दी भएछ केटो अन्त मेरो त अरू माथि गएर पिन्छ र त्यही त केटो भागे चाहिँ चम्काएछ अला थाहा थियो मलाई यस्तै केही छ भनेर कि अघिदेखि त्यही एउटा काम गरिरहेको छ चाँडो बुझ्ने अरू पनि काम छ हुन्छ हुन्छ मालिक त्यो यो महिना पैसा सकियो हेर्नु न खर्च भयो अलिक पैसा दिनु न यो महिना ल ल ल म दिन्छु यति साह्रो गरिब यार बिचरा यार सुन त आँटेको लुगा लगाएर एउटा त गार्डनमा काम गर घरभित्र काम गर्ने मान्छे अर्को खोजेछु आउँदै पनि होला ऊ ठ्याक्क आइपुग्यो ला नौटङ्की रे के को नौटङ्की त काठमाडौँ आएको भर्खर एक दिन पनि भएको छैन काठमाडौँ भनेको सपनाको सहर हो यहाँ सपना बन्छ र आफ्नो सपना बनाउनको लागि नौटङ्की त के 10 टङ्की पनि गर्नुपर्छ धनीको सङ्गत गरे पो धनी हुन्छ त्यो म्याक्स भन्ने कति धनी छ बिजनेस छ व्यापार छ गाडी लिएर हिँड्छ 2-4वटा के त हामी पनि कुनै ठाउँमा पुग्छौँ कि पक्का काठमाडौँमा सर्भाइभ गर्नको लागि त्यस्तो मान्छेको सङ्गत गर्नुपर्छ बुझिस् त्यही भएर मैले सङ्गत भनेको धेरै नै इम्पोर्टेन्ट होइन कस्तो मान्छेसँग तपाईँ सङ्गत गर्नुहुन्छ त्यही कुराले तपाईँको भविष्य पनि के भन्छ यार डिक्लेयर गर्छ होइन खासमा टङ्की गरे जे भने नि आफ्नो गाउँको गर्व चाहिँ गर्नुपर्छ क्या हाम्रो गाउँघरमा हावापानी कति स्वच्छ छ वातावरण यहाँ काठमाडौँ हेऱ्यो धुलै धुलो फोरै फोहोरको डङ्गुर
जे हो नि हाम्रो गाउँ चाहिँ धेरै राम्रो हो क्या काठमाडौँ ल त्यसमा त्यो टिकट काटिदिन्छु गाउँ गएर काठमाडौँ त राम्रो हो नि गुणस्तरै छ काठमाडौँ ल म त रातिर भाउजूलाई पनि भेटाउँछु है त त्यो फेरि एकदम धनी छ क्या धनी गर्लफ्रेन्ड यहाँ काठमाडौँमा पठायो त अब के लाइफ त डबल सेट हो क्या चुप लाएर बस्ने कसैको अगाडि केही पनि नबोल है त बिचरा चुप लाएर बस्छ पाइते बोल्ने हो त्यसको बर्थडे के खानु पाइन्छ आज खलास खलास चुप लाएर बस राई आयो भने राई लिएर जान्छु फेरि पहिले मुन्टी छ खाइसक्यो चुप लाएर बस्नु ब्रोलिन फुल ल्याइदिएको एउटा फुल बोकेर यार रातो छ नि त एटलिस्ट तिम्रो जस्तो पिङ्क छैन नि ब्रो उसको फेभरेट कलरै पिङ्क हो क्या ब्रो तिमी बुझ्दैन क्या माया गरेर पो बुझ्छौ त ब्रो हेरौँ त कसको फुल लिँदो रहेछ लेट्स सिन त ब्रो मतिर आउँदैछ ब्रो होइन मतिर आउँदैछ बेबी देखि मलाई बेबी भन्नु बोला तिमीलाई पछिको होला है ल लो कमली तल त सरप्राइज दिस् त तिमीले दिएको कि मैले दिएको सरप्राइज लो के हो यस्तो पागल उडाएर कमली त हर्लक्कै बढ्छ मायामा सानो ठुलो होइन धनी मनी त्यो बारीमा फलेको हुँदैन नि त होइन हेरिँदैन कति राम्रो यार यहाँ आइज तैँले चिन्नास् तैँले माथि हाम्रो स्कुलको हेडमास्टर थियो नि त्यही कुर्छु कम्प्युटर मलाई उसको छोरी हो ल गयो हातबाट गयो अब मैले भाइस प्रिन्सिपल भने त्यो हो कि खाते 1 नम्बरको त्यसले हो नि त उसको काका मैले विनिता मिस भने त्यो जहाँ त्यसले पिक्छु भाउजू ल कस्तो साथी हो तिम्रो सोमबार नै ल यो अम्मा तिमीले राख गए म ए यो रहेछ नि त होइन यसलाई त अब म खासै चिन्दिनँ अब जमानामा काठमाडौँ आएको यसको आमा हो कि 1 नम्बरको चोथाले 1 नम्बर ओ आमा त खत्तम थियो अस्ति नै हाम्रो त्यो झडा परेन तल याद छ कि छैन मासल यस्तो रिस उठ्यो मलाई कुलोनीमा होइन त? कुलो फर्काउँदाखेरि त त्यसपछि हामीले गएर त्यो पराल कुन्ने बाल्दै होइन त्यसको त्यसले कम लहडी थियो हामीले चुप्पी लिएर लहडी होइन त त्यो जमजम पानी परेर त्यो हिला बाटोमा हामी त्यो अनि त्यो बाटो लहडी है है? त्यो बाटो पनि होइन बाटो जस्ता तस्तै छ अनि त्यो माइललाई हालहरू के छ नि त्यो गाउँमा माइला ठिकै छ सबै याद आउँछ बुढोलाई त अन्त वाह दुईजना पाखेहरू मिलेर सुतिया बनाएको थियो मेरो मलाई थाहा थियो कि तिमीहरू गाउँबाटै हो भन्ने मै मात्रै रहेछ काठमाडौँको सहरिया होइन अहिले मलाई स्कुल गुम्बा ल साथी आछ उसको What the fuck man? Bro, यहाँ चाहिँ मलाई के हो? म यहाँ काठमाडौँको धनी मान्छे हो ब्रो। तेरो यो के ल्याङ्ग्वेज हो ब्रो? के भाषा हो त्यो? तिम्रो मान्छे यता छ क्या ब्रो? उनीहरू चिन्जान गर ल। म्यान। पक्का यो मान्छेले पनि जुडै बोलेको हुन्छ तर होइन नि यो साँच्चीकै धनी हो क्या यो लास्ट धनी हो क्या मान्छे बिजनेस सिजनेस छ गाडी साडी त नआयो कहाँ एउटा मान्छे भएको 7-8 को हो त्यो जाउँ त्यसो भए हामी ल तर त्यो कमाइलाई चाहिँ कसरी पठाउँछु लाग्नु भिनाजी धन्यवाद सानो केटो तिमी चाहिँ ह्यान्डसम भएछ अब अलिअलि काठमाडौँको हावा लाग्यो स्कुटर फर्ममा आएछ नि त स्कुटर ल्याउनु न एकदिन। कहाँ म त बसमा आएको ए म त स्कुटर भाइ यसो झुमेर आउँ कि भन्नु भने त अनि यो के को साइड दिएर ए स्कुटर यो त भिनाजु पनि ठट्टा गरेर आइज हामी घुमेर आउनु 10 मिनट पुगेर आइहाल्छौँ है घुमेर आइहाल्छौँ बिस्तारै चलाउ है त्यहाँ लड्ला नि फेरि कहाँ छ गएको दुईजना साथीलाई घुम्नु लगेको काठमाडौँ तर रामे तल चौन सिकिरहेको छ है दामी चौन जमानामा सिकाएको क्या मैले तर तेरो साथी त्यो म्याक्स भनेको कस्तो धनी है तैँले गरेर बिगारेको नि गाडी साडी सबै धनी है? के चला लिएर आउँछ त्यसले ल के भयो के भयो रामे के भयो रामे बिग्रियो क्या बिग्रियो भन्दा नि टायरमा हावा गएछ यार ए वर्कसप बिग्रेछ त भाइ यो पञ्चेट भयो के हो हेर्दै त पञ्चेट भएर त नरोकी केही बुझ्नु हो साथी हो के हुन्छ होइन मैले त अलरेडी उयो गरिसकेँ होइन हेरौँ है नम्बर स्कुटर है हेर्दै भाइ यो हुन्छ त त्यही मान्छे थेत तेरिका के भाग्य लिएर आइएछ छ्या त्यो पनि यार सब तैँले गर्दा हो क्या बिग्रेको ए त्यस्तो धनी धनी साथी थियो मेरो त्यो म्याक्स भन्ने यार गाडी थियो घर थियो सबै कुरा थियो त्यसमा बाइक थियो बिचरा कस्तो थियो कस्तो यो हो नि त यार हो भाग्यमा छ भइसकेको थियो त मेरो सबै अब अहिले यहाँ टायर पञ्चेट भयो भने दिने पैसा पनि छैन हेर भाग्य छ्या त्यो म्याक्स भन्नेको भाग्य हेर न हो काठमाडौँमा कति धनी छ यार त्यो त त्यस्तो पो भाग्य हुनुपर्छ त आइज
हाम्रो कति भयो भाइ ए जम्मा 100 रुपियाँ भयो 50 रुपियाँ दिनु न म उतासम्म पुगेर आउँछु गाडी घोर्ने रहेछु त अर्को ठाउँमा जा है हिजो त्यो विन्डसिल्ड राम्रोसँग सफा गरेको छैन सो हे गाइस तपाईँलाई यो भिडियो कस्तो लाग्यो त आई होप तपाईँलाई मन पर्यो होइन 101 बाइन्स एकदमै राम्रो होइन उहाँको भिडियोजहरू हुने गर्छ है र आजको यो भिडियो पनि एकदमै राम्रो थियो है कमेडी फुल अन है र गाइस यति भन्दै आजको लागि यति नै थियो है फेरि भेटौँला नेक्स्ट भिडियोमा तबसम्मको लागि बाई बाई